एक्लो यो मेरो मन कसरी बुझाउने भन्छन् है मैचाङले एकदिन धान रोप्नु के पो मान्छौ परिवारले थुप्रै कृषकहरूलाई समेट्ने गरी हामीले चाहिँ मोटर वितरण गर्यौं जसका कारणले पानीको अभाव नहोस् भनेर प्रविधिसँग जोडिएर र समयको माग अनुसार बिउ बिजनलाई प्रयोग गर्न सकियो भने हामीले नारा पनि छ उत्पादनमा सघनता धेरै उत्पादन गर्ने भन्ने कुरा हो र हामी कम्तीमा हामीसँग भएका हामीसँग जति जमिन छ एक कट्ठा किन नहोस् एक कट्ठा जग्गामा एउटा कृषकले राम्रोसँग रोप्दा बाली लाउँदा धान रोप्दा 8 मनदेखि 10 मनसम्म फलाएका तथ्याङ्कहरू हामीले नगरपालिकामा पाइसकेका छौँ। अस्ति हामीले वर्के धानको यो चैते धानको लागि बिजन बाँड्दै गर्दा एउटा कृषकले त्यो 10 कट्ठा जग्गामा चाहिँ उहाँले 50 मन धान फलाएको तथ्याङ्क हामीलाई देखाउनु भयो। त्यसले गर्दा गर्न खोज्दा हुन्छ। अब यहाँहरूले कम्तीमा सरकारले तोकिदिएको मूल्यमा बजार छैन भन्ने कुराहरू जोड्नु भएको छ। त्यो हाम्रो स्थानीय तहको सरकारको अधिकार क्षेत्रभन्दा बाहिरको कुरा हो। हामी यसपालि चीनको कृषि त्यहाँको ग्रामीण कृषि विकासको अवलोकन गर्ने अवसर पनि पाइयो। आदरणीय मेयर साहबकै पहलमा र उहाँकै नेतृत्वमा हामी दमकका 13 जना कर्मचारी र जनप्रतिनिधिहरू जाने मौका पायौँ। मेयर साहबको टोलीमा म लगायत हामी 5 जना साथीहरू हामी गयौँ कि साँच्चै नै कृषिलाई प्रविधिसँग जोडेर कृषिमा क्रान्ति भएको हामीले देखेर आयौँ कि यहाँदेखि दमक चोकसम्मको जग्गामा प्लटिङ गरेर चाक्लाबन्दी गरेर त्यसलाई माथि रूप 85% कृषक देखिन्थ्यो। अहिले पछिल्लो समयमा 62% कृषकको सङ्ख्या छ। किसानहरूमाथिको सम्मान, श्रममाथिको सम्मान र यो प्रमुख बालीलाई एउटा उत्सवको रूपमा लिएर जानका लागि आजको दिनलाई विशेष दिनका रूपमा लिइन्छ। पछिल्लो तथ्याङ्क हेर्ने हो भने हाम्रा धेरै खेतहरू खाली देखिन्छन्। जति हामीसँग छ कम्तीमा त्यतिमा मात्र धान बालीलाई हामीले प्रविधिसँग जोडेर अनि हाम्रो कृषि शाखाको अधिकृतले भने जस्तो समयको माग अनुसारको बिउ बिजन प्रयोग गरियो भने थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिन्छ। एउटा परिवारमा वर्षभरिमा 20 मन 30 मन धान चल्ला। तथापि धेरै जमिनहरूमा बलुवा छरेर र बिजुलीका पोलहरू गाडेर खाली राखिएको हुन्छ। हामीले दमक नगरपालिकाको यसपल्टको नगरसभाले कसैले पनि खाली जमिन राख्न पाउँदैन। यदि कसैले खाली जमिन राख्छ भने उसलाई कुनै न कुनै उसले जरिमाना तिर्नुपर्छ भन्ने हिसाबले हामीले प्रस्ताव पनि गरेको कुरा म आज यसै दिनबाट दमकका सबै नगरवासीमा सूचित गराउन चाहन्छु। तथ्याङ्क हेर्ने हो भने अहिले पनि विगतको वर्षभन्दा उत्पादन हुन्छ, मकैको उत्पादन हुन्छ, बजार छैन। अब हामीले चाइनामा हेर्यौं, सरकार किसानको समस्याप्रति जवाबदेही हुन्छ र किसानलाई चाहिने मलबिउ र अन्य प्राविधिक सहयोगको लागि सरकार जहिले पनि ढोकामा उभिएको हुँदो रहेछ। तर हाम्रा त उद्योग धन्दाहरू पनि बन्द भएका, हामीलाई कृषि औजार कारखाना पञ्चायत कालमा राजाले
ल्याएर सञ्चालन गरेको बेचेर त्यो नचल्ने अवस्थामा अहिले त्यो महावीर पुलले किताब बेचेर सञ्चालन गर्ने 13 करोड जम्मा गरेर सञ्चालन गर्ने भन्दा हाम्रा सरकारलाई हामीलाई लाज हुनुपर्ने। तर हामी निर्धक्क, हामी गर्व गर्छौँ भएका उद्योग धन्दा कल कारखाना हामीले बेच्यौँ। कुनै दिन यस्तो थियो कि हरेक 14 अञ्चलमा धान चामल निर्यात कम्पनी थियो। हामी धान चामल इन्डियामा बङ्गलादेशमा बेच्थ्यौँ, तर अहिले हामी किनेर खाने अवस्थामा छौँ। अब हामीले जरैदेखि यो समस्यालाई समाधान गर्ने कुरामा अघि लागौँ र दमक नगरपालिका तपाईँहरूकै आफ्नो पहिलो सरकारको संस्था भएको सरकार भएको कारणले तपाईहरुको सुख दुःखमा सम्भव भएसम्म सहयोग गर्ने हाम्रो प्रतिबद्धतामा हामी कमी राख्दैनौँ। हामीले यसपालि दमकका किसानहरूलाई करिब 1 करोड रुपियाँ लगाएर त्यो ड्रायर मेसिन धान सुकाउने अथवा अन्य अरू सुकाउने अब पाले पालो अब त्यसलाई कसरी अघि बढाउने भन्ने कुरा हामी अब व्यवस्थित गर्छौं र हामीसँग ट्र्याक्टर पनि छ। यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा पनि हामी चिन्तित भएर तपाईहरुका सुख दुःखमा उभिने कोसिसमा कमी नराख्ने वचनबद्धता गर्दै यो राष्ट्रिय धान दिवस आयोजना गर्नु भएकोमा सफलताको पूर्ण शुभकामना व्यक्त गर्दै म बिदा लिन्छु। धन्यवाद, नमस्कार। यो कार्यक्रम के अन्त्य भयो? धन्यवाद। ओइ उपजी आउनुस् तपाई। रोक्नु पर्यो नि त। कोर पनि कमेन्ट आएको थियो मेरो
अलिकति उद्घाटन गरिदिनु हुनको लागि अनुरोध गर्दछु र प्रतिफल कृषि सहकारीको तर्फबाट यो कार्यक्रममा आयोजना गर्न सहयोग गर्नुहुने प्रमुख नगरपालिकाका मेयर, विशिष्ट नगरपालिकाका उपमेयर, कृषि शाखा प्रमुख, अन्य संस्थाबाट उपस्थित हुनुहुने सम्पूर्ण अतिथिज्यूहरू र यस कार्यक्रममा उपस्थित हुनुहुने कृषकहरूलाई तथा दिदीबहिनीहरू सम्पूर्ण अब दैनिकहरूले तयारी भइसकेको होला। अब हामी धान पनि एकछिन रोप्नेछौँ, रमाइलो गर्ने पनि छौँ र यसैको साथसाथै अब यो कार्यक्रमलाई औपचारिक कार्यक्रमलाई समापन गरिदिनुको लागि उहाँका यस कार्यक्रमका अध्यक्ष आदरणीय श्री प्रतिभा संस्थाका अध्यक्ष श्री खड्का सापकोटा जुलाई आदिको असार 15 दही चिउरा खाने दिन आज दमोली स्थित भालुखुरीमा चाहिँ असार 15 मनाइएको छ। सादाको अर्ग्यानिकै हो, अर्ग्यानिक यो गाईबाटै गएको हो। एक्लो यो मेरो मन कसरी बुझाउने भन्छन् है मैच्याङले नौ डाँडा पारी छ कम्पनी सहर असारको बेलैमा दही चिउरा खाने बेलैमा युट्युबमा जान्छ। युट्युबमै हो। असारै 15 दही चिउरा खानु साउने 15 एक दिन धान रोप्नु के को मान्छौ कि र सम्भव भएको आफ्नो तह अनुसारको सेवा किसानहरूलाई उपलब्ध गराउने कुरामा म कुनै कमी नराख्ने कुरा पनि तपाईहरु मार्फत दमकवासी किसानहरूलाई जानकारी दिन चाहन्छु। धन्यवाद। अब फेरि मेयर साहब किसानहरूले उत्पादन त गर्छन् जस्तो त्यही धान उत्पादन पनि भयो, तर के समस्या छ भने राष्ट्रिय सरकारले चाहिँ त्यसको समर्थन मूल्य पनि तोक्छ, तर जो यहाँ खरिदकर्ता छ उनीहरूले चाहिँ त्यो जुन बेच्नुपर्ने हो किसानले त्यो मूल्य पाइरहेका छैनन्। यसमा स्थानीय सरकारले के गरिरहेको छ? अब हामीले धानको मूल्य अथवा मकैको मूल्य अन्य कृषि उपजको मूल्य तोकेर समस्याको निराकरण गर्छौँ भन्नु चाहिँ बेतुकको कुरा हो। म त्यस्तो बेतुकको कुरा गर्न चाहन्न पनि, तर हामीले सकेको सामान्य मलबिउ कृषि अब साना साना मोटरहरू भए, साना साना कृषियोग्य औजारहरू भए, यी कुराहरूमा प्रविधिहरू भए, यो कुरामा हामीले सानो सानो सरकारले प्राप्त गरेको पकेट कार्यक्रमहरूमा हामीले दमकमा बेसार खेतीलाई एउटा ब्रान्डको रूपमा अघि बढाउने मात्रै होइन अन्तिम टुङ्गोमा पुगेका छौँ।
हाम्रो तहबाट गर्ने कुरामा कमी राखिन्न। जहाँसम्म बजारीकरण गर्ने एउटा मूल्य तोक्ने कुरा चाहिँ अब हाम्रो बुताभन्दा माथिको कुरा भएको हुनाले हामी सङ्घीय सरकार प्रदेश सरकारलाई अनुरोध गर्नुभन्दा अर्को विकल्प नरहेको कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। अब अन्त्यमा मेयर साहब, जस्तो रासायनिक मलको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ भनेको छ, तर रासायनिक मल स्थापन गर्नका लागि प्रारम्भिक मल चाहियो होला। प्रारम्भिक मल उत्पादन गर्नका लागि चाहिँ करिब 25% मात्र रकम छुट्याउने हो भने पनि यहाँका किसानलाई पुग्छ भनेको छ। प्रारम्भिक मल उत्पादनका लागि चाहिँ नगरले के कस्तो भूमिका खेलिरहेको छ अहिले र वास्तवमा सरकारसँग के ठिक छ। हामी यो अहिले बजारमा देखिएको यो मलहरू भयो, रासायनिक मलहरूको प्रयोग कम गर्नुपर्छ र यसले स्वास्थ्यमा मात्रै होइन उत्पादनमा पनि र माटोको क्षयकरण पनि गर्दो रहेछ। र हामी यो नेक्स्ट इरासँग समन्वय गरेर त्यहाँ उत्पादन हुने मलहरू र अन्य जैविक मलहरू जो किसानहरू उत्पादन गर्नुहुन्छ र सानातिना अब गणेउलाहरूबाट उत्पादन हुने कुराहरूलाई सम्भव भएको सहयोग गरेर र यो नेक्स्ट इराबाट उत्पादन हुने मलहरूलाई हामी यस क्षेत्रका किसानहरूसँग जोडेर हामी जैविक मललाई कृषि उपजमा प्रयोग गर्ने कुरामा हामी लागि परेका छौँ। धन्यवाद। यो के छ भने तपाईँको यो लिएर राजनीति यसै अनुसार चाहिँ राखेर हामी अन्न उत्पादनमा आत्मनिर्भर कसरी हुने भन्ने कुरा चाहिँ नीति निर्माण गरेर सरकारले आएको खण्डमा र हामी उत्पादक किसानहरूले पनि त्यसै अनुसार अन्न हाम्रो मुख्य कुरो हो है भन्ने सोच विचार नआएसम्म यो हाम्रो समस्याहरूका चाहिँ रहने महसुस गरेको छु। हामीलाई अहिले मात्रै पैसाका बिट्टा कमाउन पायो भने त पैसाका बिट्टा भयो भोलि जे पनि